ब्रस गर्ने भनेको त्यसको कारण भनेको चाहिँ प्लाक हटाउनु हो, नेपालीमा दन्त लेउ भन्छौँ। सो त्यो निकाल्ने हो नि। तर धेरै जस्तो पेसेन्टले चाहिँ किन ब्रस गर्ने भन्दाखेरि चाहिँ पुरा हुन्छ नि, हामीले टल्काउनलाई, सफा गर्नको लागि होइन, पुरा हाम्रो बाइसेप ट्राइसेपको बलले दाँतलाई यस्तो सफा गरिदिनुहुन्छ उहाँहरूले कि त्यो चाहिँ एनामेल निकालिदिन्छ, गिजालाई माथि रिसेसन भन्छौँ। अनि त्यसको कारणले सेन्सिटिभिटी सिरिङ हुन्छ, चिसो तातो खान मिल्दैन। अनि यो त सेन्सिटिभिटी भएछ भनेर सेन्सोडाइनको ब्रस नाम त लिनु भएन, तर एउटा कुनै पेस्ट लगाइदिनुहुन्छ, त्यो होइन। ब्रस गर्ने भनेको प्लाक निकाल्नु हो र एकदमै हामीले हलुका हातले होइन, यसरी अझ म त भन्छु फिङ्गर्स होइन, बिस्तारै फिङ्गर ग्रास्प लिने र बिस्तारै हामीले एकदम सिस्टमेटिक वेमा लानु पर्यो कि आज खाना के पकाउने, आज अफिसमा कोसँग भेट्ने, आज मिटिङ कति बजे छ सोच्दै फोन गर्दै हामी हिँड्दै ब्रस गरिरहेको हुन्छौँ। एकदम गलत। त्यो 2 मिनट ऐना अगाडि बस्नुहोस् र आफूले कसरी ब्रस गरिरहेछौँ भनेर चाहिँ त्यो हेर्नुपर्ने एकदमै जरुरी छ। किनभने हामीले त्यो भिजुअली पनि हेरिराख्यौँ भने कन्सन्ट्रेट हुन्छ है। सो हामीले चाहिँ अब जस्तै लेफ्टबाट स्टार्ट गरेछौँ भने बाहिरबाट राइटमा आयौँ, अनि भित्रबाट फेरि लेफ्टमा जाउँ, तलको फेरि माथि लेफ्टबाट राइट, राइटबाट लेफ्ट। धेरै जस्तो पेसेन्टमा चाहिँ एकतिर मात्रै राइट ह्यान्ड मात्रै बढी गर्ने, कसैको यता मात्रै गर्ने, अनि एउटा मात्रै एरियामा खिएको देख्छौँ। So it has to be very systematic, mindful.